एउटा गुलाल हाने अनि अर्को गुलाल हाने एक राउन्ड लस। एउटा गुलाल हाने अर्को गुलाल हाने पछाडि फेरि यता क्याम्पिङ गर्न गएको अनि अर्को गुलाल हाने 2 राउन्ड लस। यतिको पुरो कोही छ भने म मात्र होला है। ए रुक कहाँ से आते हैं? हेलो गाइस, सन्चै हुनुहुन्छ? मेरो चाहिँ आज गेममा चाहिँ यस्तै भयो है। मैले चाहिँ यो पछिको 2 राउन्ड चाहिँ हारिसकेको थिएँ अगाडिको चाहिँ। अब त्यही भएर अर्को राउन्ड स्टार्ट गर्दैछु म। अर्को राउन्डमा चाहिँ मैले एडब्ल्युएम लिएर गएको थिएँ। उताको एनिमीको नाम चाहिँ थाहा भएन मलाई, तर नाम चाहिँ अलि अप्ठ्यारो भाषामा लेखेको थियो। मैले चाहिँ बुझिनँ, तर गिल्ड चाहिँ लिम्बू फ्यामिलीबाट थियो कि उसको गिल्ड चाहिँ लिम्बू फ्यामिलीमा थियो। अब त्यो नाम चाहिँ थाहा भएन। लिम्बू फ्यामिलीको रको चढी जस्तै भएको थियो उसलाई। अनि दुईटै डेजर्ट इगल लगेको थियो, दुईटै राउन्ड लगिहाल्यो कि भुट्दो रहेछ। अनि डेजर्ट इगलले पनि त्यही भएर हान्नै सकिएन। अनि यता मैले एडब्ल्युएम लिएको थिएँ। अब चाहिँ देखाउँछु मैले पनि बाउनको पावर। यस्तै गरेर मैले चाहिँ तेस्रो राउन्डमा चाहिँ मैले 1 राउन्ड लगेँ अनि अर्को राउन्ड पनि मैले लग्नु थियो नि त। यो गेम चाहिँ जित्नै पर्छ जसरी भए पनि। एउटा आएर मलाई हानिहाल्यो तर मैले हान्नै सकिनँ। तर अस्कारले मैले क्यारेक्टरले ड्यामेज दिएर एउटा अर्को हानेर मारिहालेँ। अनि चाहिँ ऊ हल्का डराए जस्तो लाग्यो। युएमपी लिएको थियो उसले चाहिँ सेकेन्ड राउन्डमा। हेडसट हानेको लाग्नलाई लाग्यो तर चाहिँ त्यहाँबाट भागिसकेको रहेछ। अनि यता पछाडि साइड आएको अनि मैले ग्रेनेड चाहिँ सही गरेँ कि 44 को ड्यामेज खाएको थियो उसले चाहिँ। अनि गएर रस गर्नु खोजेको, फेरि उताबाट नि भागिहालेछ। यो चाहिँ भाग्नलाई अब यो किन खेल्न आउँदो कि यस्तो चाहिँ हेर न आफै। अब यसरी यसो रस गर्दै थियो। म चाहिँ उसको रस गर्ने वेटिङमा बसिरहेको थिएँ। बडी सेट हान्दा हेड लाग्यो लास्टमा चाहिँ। अनि यो तेस्रो राउन्डलाई पनि जितेर 1 राउन्ड चाहिँ बडी बनाइसकेको थियो। उसले चाहिँ रस गर्ने यति छिटो आएको थियो अनि अस्कार क्यारेक्टरले हल्का ड्यामेज दिएको, भागिहाल्यो। गुलाल हानेर अनि म्यारी गर्नु पर्यो एकछिन भनेको, तर आएर हानिहाल्यो कि मैले चाहिँ लगे M590 लगेको थिएँ। त्यसैमा उताबाट चाहिँ ग्रेनेड गर्यो मलाई, तर मलाई ड्यामेज लागेन, आउँदै थियो। ग्लुवाल लगाएर फेरि अस्कार क्यारेक्टर युज गरेर एउटा ड्यामेज चाहिँ दिइहाले M500 ले। अर्को पनि हाने अनि यता भाग्दै थियो, फेरि आयो। फाइनल्ली हानेर मारिहाले। मारिसकेपछि वालसाल हानेर यसो पुरोपन देखाएँ मैले। अनि चाहिँ अब लास्ट फाइनल राउन्ड भएको थियो। मैले जितेपछि चाहिँ अहिले पनि ग्रेनेड चाहिँ ठिक ठाउँमा गरेको थियो, तर म चाहिँ अलि अगाडि नै आइसकेको हुँदा मलाई चाहिँ ड्यामेज लागेन। तर चाहिँ मैले चाहिँ रसै गर्नु पर्यो सोचिरहेको थिएँ। रस गरेँ अनि बडी भागिरहेको छ। एउटा फेरि हाने अनि अर्को हाने अनि चाहिँ मैले M500 को गोलीले मारिदिइहालेँ।